नमस्कार, म कोमल चामलिङ एसडीएफ पार्टीको तर्फबाट सम्पूर्ण सिक्किमेली जनतालाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु कि तपाईहरुले यदि आफ्नो एसआईआर को फर्म्स फिलअप गरेर आफ्नो रेस्पेक्टिभ बीएलओ या बीएलए लाई तपाईहरुले दिनु भएको छैन भने तपाईहरुले चाँडो भन्दा चाँडो गरिदिनुहोस्, किनभने लास्ट डेट पर्सिको दिन छ 28 अफ जुन। अनि हामीले हिज एउटा जुन डेली बुलेटिन चीफ इलेक्टोरल अफिसरको अफिसदेखि पब्लिश हुन्छ डेली, त्यो बुलेटिन अनुसार चाहिँ हामीले के चाल पायौं भने चाहिँ अहिले पनि 30,000 जस्तो भोटर्सहरूले आफ्नो एसआईआर को फर्म्स दिनु भएको छैन रहेछ। अनि त्यसकारणले गर्दाखेरि चाहिँ यदि तपाईहरुले गर्नु भएको छैन भने, यदि सबमिट गर्नु भएको छैन भने तपाईहरुले इमिडिएटली गरिदिनुहोस्, किनभने तपाईहरुले यो डेडलाइन तपाईहरुले मिस गर्नुभयो भने तपाईहरुको नाम भोटर लिस्टबाट काटिन्छ अनि एउटा अमूल्य डेमोक्रेटिक राइटबाट तपाईहरु वञ्चित हुनुहुन्छ। त्यसकारणले गर्दा आज पनि 2 दिन छ, हामी एसडीएफ पार्टीको तर्फबाट यो सूचना दिन चाहन्छौं कि चाँडो भन्दा चाँडो तपाईहरुले आफ्नो रेस्पेक्टिभ बीएलओ या बीएलए लाई तपाईहरुले आफ्नो एसआईआर को फर्म्स दिनुहोस्। हामीले एसडीएफ पार्टीले यस्तै हुन्छ भनेर एउटा सिक्किममा आफ्नै युनिक लोजिस्टिकल च्यालेन्जेस छ, आफ्नो युनिक जियोग्राफिकल च्यालेन्जेस छ भनेर हामीले ईसीआई लाई हामीले एउटा चिठी लेखेको थियौं 5 तारिक जुनको दिन। अनि हामीले रिक्वेस्ट गरेको थियौं कि सिक्किमको लागि चाहिँ एउटा स्पेशल कन्सिडरेसनमा चाहिँ यो जुन डेडलाइन छ 28 अफ जुनको त्यसलाई एक्सटेन्ड गरिदिया जाओस्, 1 महिना एकदमै कम्ती हो भनेर चाहिँ हामीले रिक्वेस्ट गरेको थियौं। तर हामीले रिप्लाई पायौं कि यो पोसिबल छैन, यो अलरेडी सेट भइसकेको हो भनेर चाहिँ अहिले 1 महिना भित्रमा चाहिँ अहिले सबै सिक्किमको भोटर्सहरूलाई कभर गर्नुको लागि बीएलओस बीएलएसहरु काम गरिरहनु भएको छ। तर भए पनि हामीले रिक्वेस्ट गरेको थियौं, अनफर्चुनेटली भएन। त्यसै कारणले गर्दाखेरि अहिले पनि डेडलाइन 28 अफ जुन नै छ। अनि जति पनि तपाईहरुले आफ्नो एसआईआर फर्म्स दिनु भएको छैन भने चाहिँ तपाईहरुले इमिडिएटली आफ्नो रेस्पेक्टिभ बीएलओहरुलाई दिनुहोस्। अनि इन केस तपाईहरुले दिनु भएन भने तपाईहरुको नाम भोटर लिस्टबाट काटिन्छ। अनि भोटर लिस्टबाट काट्यो भने चाहिँ फेरि जब फ्रेश भोटर लिस्ट आउँछ त्यसको बादमा एउटा लङ प्रोसेसमा तपाईहरु जानुपर्छ, फेरि ट्रायलमा जानुपर्छ, आफ्नो नाम फेरि भोटर लिस्टमा लाउनुको लागि एकदमै गाह्रो एउटा प्रोसेस हुन्छ। त्यसै कारणले गर्दा अहिले समय भएको बेलामा 2 दिन अझै पनि छ, हामी एसडीएफ पार्टीबाट तपाईहरु सम्पूर्ण सिक्किमेली जनतालाई फेरि पनि रिक्वेस्ट गर्न चाहन्छु, तपाईहरुलाई सचेत गर्न चाहन्छु, आफ्नो डेमोक्रेटिक राइटलाई तपाईहरुले आफू प्रोटेक्ट गर्नुहोस्। जति पनि तपाईहरुले एसआईआर को फर्म्स फिलअप गरेको छैन भने तपाईहरुले इमिडिएटली तपाईहरुले यसमा चाहिँ काम गरिदिनुहोस् भनेर यो रिक्वेस्ट गर्दै अनि यो सूचना को रूपमा तपाईहरु सबैलाई सिक्किमेली जनतालाई एसडीएफ पार्टीको तर्फबाट हामीले यो छोटो मेसेज जारी गर्दैछौं। धेरै धेरै धन्यवाद।